आदरणीय दर्शकबिन नमस्कार। नेपाली फिल्म इन्डस्ट्रीको बारेमा के कस्ता गतिविधिहरू भइरहेका छन्, मार्केटमा के चलिरहेको छ, कुन फिल्म फ्लोरमा छ, कुन फिल्म फ्लोरमा जाने तयारी गर्दैछ, यो चिसो मौसममा कसरी सुटिङ हुँदैछ भन्ने बारे सम्पूर्ण जानकारीहरू एउटै भिडियो मार्फत दिनेछौँ। कृपया पूरा भिडियो हेर्नुहोस्। फिल्म झिङ्गे दाउ 2 को छायाङ्कन यति बेला ललितपुरको विभिन्न स्थानमा भइरहेको छ। गत मङ्सिरको अन्तिम साता काभ्रेको पनौतीमा शुभ मुहुर्तसँगै फिल्मले छायाङ्कन थालेको थियो। ज्ञानेन्द्र देउजा निर्देशक रहेको फिल्म तनहु, बन्दीपुर, देवघाट, दोलाखा, चितलाङ र पालुङमा पनि खिचिनेछ। कपनगढी सिनेमा प्राली र फिल्म्स क्रियो नेपालको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केके अधिकारी, आँचल शर्मा, कुशल विष्ट, वसुन्धरा भुषाल लगायतका अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ। दर्शकबिन झिङ्गे दाउ मात्र होइन, यति बेला बाटुलो जुन, बब ड्राई, पेन्सन पट्टा, रोल नम्बर 1, आचार्य लगायत आधा दर्जन बढी फिल्म फ्लोरमा छन्। तीमध्ये केही छायाङ्कनको अन्तिम चरणमा छन् भने केही भर्खर फ्लोरमा निस्किएका हुन्। सौगात मल्लको मुख्य भूमिका रहने बब ड्राई पनि फ्लोरमै छ। मङ्सिरको पहिलो साताबाट 45 दिनको तालिका सहित छायाङ्कनमा निस्किएको फिल्म छायाङ्कनको अन्तिम चरणमा छ। रोटेभिङ इन्टरटेनमेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण थालिएको फिल्ममा निर्देशक प्रवीण श्रेष्ठ नै हुन्। यसअघि मोक्ष फिल्म निर्देशन गरेका प्रवीणले 12 वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। फिल्ममा सौगात मल्ल, सिमरन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। त्यस्तै बाचुलो जुन अनमोल केसी अभिनीत फिल्म हो। गत असारमा धादिङको काउलेबाट छायाङ्कन सुरु भएको फिल्मको यति बेला चितलाङमा छायाङ्कन भइरहेको छ। फिल्ममा अनमोलको जोडीको रूपमा प्रिन्सी खतिवडालाई तपाईले देख्न सक्नुहुनेछ। दर्शकबिन जिया केसीको निर्माण रहेको फिल्म सुपरस्टार भुवन केसीले निर्देशन गरिरहेका छन्। त्यस्तै अभिनेता निखिल उप्रेती निर्देशित फिल्म आचार्य पनि अहिले फ्लोरमै छ। गत भदौबाट सुरु भएको फिल्मको छायाङ्कन रोकिएको छ। दर्शकबिन फिल्ममा अभिनय रहनेकै भारतीय कलाकारहरूको समय अभावका कारण फिल्म रोकिएको निर्देशक उप्रेतीले बताए। फिल्म 30% खिच्न बाँकी रहेको उप्रेतीले जानकारी दिए। फिल्मको अबको छायाङ्कन सर्लाहीमा हुनेछ। अभिनेत्री सञ्चिता लुइटेल निर्माता रहेकी फिल्मले भारतको प्रसिद्ध पर्यटकीय स्थल डुअर्सबाट छायाङ्कन सुरु गरेको थियो। फिल्म बागडोगरा, सिलिगुडी र ठाकुरगञ्ज हुँदै सर्लाही आएको। फिल्ममा निखिल नै प्रमुख अभिनेता रहेका छन्। निखिलका साथै सञ्चिता लुइटेल, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, विशाल पहाडी लगायतका छन्। फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरूको समेत अभिनय तपाईले देख्न सक्नुहुनेछ। यसै फिल्मबाट अभिनेत्री सञ्चिता लुइटेलले कोरियोग्राफीमा पनि पाइला चाल्दैछिन्। त्यस्तै फिल्म पेन्सन पट्टा माउसे गुरुङको निर्देशनमा बन्न लागेको फिल्म हो। अघिल्लो साता कास्कीको ताङतिङ गाउँबाट शुभ मुहुर्त सहित फ्लोरमा निस्किएको फिल्मको 15% मात्र छायाङ्कन गरिएको छ। फिल्मका निर्माता समेत कलाकार माउसे गुरुङ हुन्। फिल्म अझै 30 दिनसम्म कास्कीका विभिन्न स्थानमा खिचिनेछ। दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, लुनिबा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ लगायतका कलाकारहरूलाई तपाईले यो फिल्ममा देख्न सक्नुहुनेछ। यति बेला फ्लोरमा पनि यिनै कलाकार छन्। भूतपूर्व लाउरेको कथा उछाएको फिल्म माउसे गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मलाई मिनकोन्दे गुरुङ, भोजबहादुर गुरुङ युके र सपना गुरुङले निर्माण गर्दैछन्। दर्शकबिन पुष महिना छायाङ्कनको लागि खासै अनुकूल मानिँदैन। पुषमा दिन छोटो हुने, बिहान हिलो घाम लाग्ने र बेलुका चाँडै अँध्यार हुने भएकाले डे लाइटमा काम गर्ने समय कम हुन्छ। त्यसमा पनि पुषको चिसोमा काम गर्नु निकै कष्टकर हुन्छ। क्रू मेम्बरहरूलाई पनि चिसोमा लामो समय खटिन गाह्रो हुन्छ। कुहिरो र प्रकाशको समस्या पनि त्यस्तै रहन्छ। तैपनि हाल आधा दर्जन भन्दा बढी नेपाली फिल्महरू फ्लोरमा छन्। पुषमा फिल्म छायाङ्कन सहज नभए पनि बाध्यताले सुटिङ गर्नु परेको फिल्मकर्मीहरू बताउँछन्। कलाकारहरूको डेटको समस्या, सुटिङ लम्बिनु लगायत विभिन्न कारणले नचाहँदै पुषमा क्यामेरा घुमाउनु पर्ने बाध्यता छ।
यतिबेला ललितपुरको हरिसिद्धिमा सेट लगाएर फिल्म झिङ्गेदाउ 2 छायाङ्कन गरिरहेका निर्देशक ज्ञानेन्द्र देउजा चिसोका कारण काममा निकै चुनौती थपिएको बताउँछन्। जाडो छ, दिन छोटो छ, त्यसैले काम अलिक थोरै भइरहेको छ, देउजाले अनुभव सुनाए। चिसोमा कलाकारहरूलाई बिहानै काममा निकाल्न पनि उत्तिकै गाह्रो हुन्छ। छोटो दिनले गर्दा कामको आउटपुट कम निस्किने र सुटिङको दिन बढ्ने हुँदा स्वाभाविक रूपमा फिल्मको खर्च पनि बढेको छ। देउजाले झिङ्गेदाउ 2 मल्टिस्टार कास्ट राखेर फिल्म छायाङ्कन गरिरहेका छन्। फिल्मको छायाङ्कन करिब 40% सकिएको छ। गर्दै जाँदा डेटका कारण केही ढिलाइ भयो, जसले गर्दा पुसको जाडोमा काम गर्नुपर्ने अवस्था आयो उनले भने। तर आगामी दशैंमा फिल्म रिलिज गर्ने लक्ष्यका साथ अहिले द्रुत गतिमा काम गरिरहेका छौं। दर्शबिन काठमाडौँ उपत्यका बाहिरको अवस्था झन कष्टकर छ। कास्कीको मादी गाउँपालिका अन्तर्गत ताङतिङ गाउँमा फिल्म पेन्सन पत्ता छायाङ्कनमा व्यस्त निर्देशक माउसे गुरुङ पुसको मौसम छायाङ्कनका लागि प्रतिकूल रहेको बताउँछन्। हामी जुन ठाउँमा अहिले सुटिङमा छौं यहाँ बिहान 9:30 बजे मात्र घाम लाग्छ र दिउँसो 3:30 बजे नै अस्ताउँछ। 6 दिनदेखि सुटिङ गरिरहेका गुरुङले भने काम गर्ने समय निकै कम छ। डे लाइटको अभावले सुटिङ तालिका प्रभावित भएको छ। माउसेका अनुसार फिल्मको कथाले मंसिरको वातावरणमा आएको थियो, तर कलाकारहरूको डेट नमिलेका कारण सुटिङ पुसमा सर्यो। गुरुङका अनुसार मंसिरमा फुल्ने फूलहरू पुससम्म आइपुग्दा ओइलाउन थालिसके, जसले गर्दा पर्दामा सोचे जस्तो दृश्य देखाउन पनि चुनौती थपिएको छ। दिन छोटो हुँदा सोचे जति दृश्य खिच्न नसकिने र सुटिङको अवधि 1-2 दिन लम्बिँदा फिल्मको बजेट पनि बढेको निर्देशक तथा निर्माताहरू बताउँछन्।